पूर्णबहादुरको सारङ्गी फिल्मको यो सिन हेर्दा तपाईले के देख्नुहुन्छ? तपाईले देख्नुहुन्छ यहाँ एउटा स्केयर क्रो यानी पुतला जुन गाउँघरमा बाँदर र चराहरू भगाउन राखिन्छ। तर यो स्केयर क्रो यहाँ र्यान्डमली राखिएको होइन र यो कुनै कोइन्सिडेन्ट पनि होइन। यसलाई डाइरेक्टरले सोचेर सम्झेर राखेको हो। यसलाई फिल्म मेकिङमा भनिन्छ मिजन सेन। के हो त मिजन सेन भनेको? वेलकम टु डे 15 जहाँ हामी फिल्म र फिल्म रिलेटेड कुराहरू सँगै सिक्छौँ। मिजन सेन भनेको एउटा फ्रेन्च टर्म हो जसको मतलब हुन्छ प्लेसिङ अन स्टेज। यानी तपाईले फिल्मको कुनै पनि सिनमा के कुरा राख्नुहुन्छ र कहाँ कहाँ राख्नुहुन्छ। यसभित्र सेट डिजाइनदेखि लिएर प्रप्स, लाइटिङ, कलर, कस्ट्युम्स, मेकअप र इभन साउन्ड र म्युजिक सबै कुरा पर्छ। यानी स्क्रिनमा तपाईले जे पनि देख्नुहुन्छ त्यो सबै सोचेर त्यहाँ राखिएको हुन्छ। फेरि पूर्णबहादुरको यही सिनमा जाउँ है त। यहाँ सुरुमै तपाईले देख्नुहुन्छ फिल्मको सेटिङ कुनै पहाडको गाउँमा छ। असारको धान रोप्ने बेला छ तर पूर्णबहादुर आफ्नो छोरासँग सारङ्गी बोकेर हिँडेको छ। यानी उनीहरूसँग खेती गरेर खानालाई खेत छैन। उसको र छोराको लुगा हेर्दा गरिब देखिन्छ। क्यामेराले पनि माथिबाट खिचेको छ, हाई एंगलबाट, जसले गर्दा पूर्णबहादुरले सानो देखाइएको छ। र मेन भनेको त्यो स्केयर क्रो यानी पुतला जसले यो देखाउँछ कि थोत्रो स्कुलको लुगा बरु पुतलाले लगाओस् तर पूर्णबहादुरको छोराले लगाउनु हुँदैन। अब यहाँ धेरैले मलाई ओभरथिंक गर्यो या यो कुरा त डाइरेक्टरलाई पनि थाहा थिएन भनेर कमेन्ट गर्नुहुन्छ। तर यसकै ठ्याक्कै अर्को शटमा पनि हेर्न सक्नुहुन्छ। यहाँ त्यो पुतलाको पछाडिबाट क्यामेरा शट लिएको छ जसले स्टिल पुतलालाई नै ठुलो देखाउँछ स्क्रिनमा र पूर्णबहादुर र उसको छोरा अझै पनि सानो देखिन्छन् पुतलाको अगाडि। प्लस फिल्मको कलर टोन पनि गाउँको एस्थेटिकसँग म्याच गर्छ। त्यसैले तपाईले फिल्ममा मिजन सेनलाई पढ्न सक्नुभयो भने फिल्म हेर्दा अझै बढी मजा आउन सक्छ र फिल्मलाई अझै गहिराईबाट बुझ्न सक्नुहुन्छ। सो नेक्स्ट टाइम फिल्म हेर्दा एक्टरको एक्टिङलाई मात्र होइन मिजन सेनलाई पनि ध्यान दिनु है त। र यस्तै भिडियोको लागि मलाई फलो गर्न नबिर्सिनु होला। आई विल सी यु इन द नेक्स्ट भिडियो।